पुरुषोत्तम महिनामा भगवान नृसिंहदेवको दर्शन गरौँ। यस्तो अपूर्व अवसर यहाँले जीवनमा सायद कहिले पनि पाउनु भएको छैन र साथसाथमा यहाँहरूलाई महत्त्वपूर्ण जानकारी म आज गराउन गइरहेको छु। नृसिंहधाममा के छ त, नृसिंहधाममा व्यवस्थापन कस्तो छ, बर्बादै रहेछ भन्ने जुन अफवाह भइरहेको छ, यो विषयमा म 2 शब्द बोल्न गइरहेको छु। भक्तहरू, हिजो शनिबार नृसिंहधाममा करिब 3 लाख भन्दा बढी भक्तहरू आउनुभयो। भगवान साक्षी हुनुहुन्छ र भगवानलाई साक्षी राखेर बोल्दैछु म। गुरुकुल बचाउनको लागि, नृसिंहधाम बनाउनको लागि, सनातनको पुनर्जागृतिको लागि कार्यक्रम हो, कसैको व्यक्तिगत भरण पोषणको लागि होइन। केवल दान माग्ने काम गरेका छन्, व्यवस्थापन जिरो छ, बर्बाद छ, मान्छे मरे भन्ने जुन अफवाह भइरहेको छ, भक्तहरू त्यसको पछाडि नलाग्नु होला। हिजो व्यवस्थापन बिग्रेकै हो, त्यसको लागि हामी क्षमा प्रार्थी छौँ र भगवानको दर्शन गर्दै गर्दा यहाँहरूले यो भिडियोलाई अत्याधिक सेयर गरिदिनुहोस् ताकि आउनुहुने सम्पूर्ण भक्तहरूलाई सूचना होस्। जे बोल्दैछु सत्य बोल्दैछु, सूचना सबैमा पुगोस्, यसको लागि एक सेयर अनिवार्य गरिदिनु होला। भिडभाड छ, हिँड्न नसक्ने भक्तहरू नआउनु होला। घुँडाको समस्या छ, हिँड्नै सक्नुहुन्न भने नआउनु होला। रोगी हुनुहुन्छ, अत्याधिक वृद्ध हुनुहुन्छ भने नआउनु होला। आज चाहिँ पार्किङ व्यवस्थापन राम्रो भएको छ, ट्राफिकले बहुत सुन्दर व्यवस्था गर्नुभएको छ। आज आउने भक्तहरूले 10-15 मिनटभन्दा बढी हिँड्नु परेको छैन र पुरै व्यवस्था काठमाडौँ जस्तै, पोखरा जस्तै, सहर बजार जस्तै खोज्न त मिल्दैन। यो अत्यन्त दुर्गम ठाउँ हो। यति दुर्गम ठाउँमा पनि यो व्यवस्थापन भएको छ, गरिएको छ। यसको लागि यहाँहरूले त धन्यवाद दिनुपर्ने हो नि त। कतिपय दिदीबहिनीहरूलाई गाह्रो भयो, घुँडा दुखे, खुट्टामा चाहिँ फुल्का उठे, त्यो देखिरहेका छन्। हिजोको व्यवस्थापन बिग्रिएको थियो, यसको लागि क्षमा प्रार्थी छौँ, मैले भनिसकेँ। र आजबाट समितिले खुब खट्नु भएको छ, व्यवस्थापनमा लाग्नु भएको छ। हजुर, हामी सबैको सम्पदा हो, यो हिन्दूहरूको सम्पदा हो, सनातनीको साझा सम्पदा हो नृसिंहधाम, कसैको व्यक्तिगत होइन। यसलाई व्यवस्थापन गर्ने दायित्व जिम्मा हाम्रो पनि हो। म पनि यहाँ पुराण वाचन गर्न, यसको व्यवस्थापनको लागि आएको। मैले आह्वान गरेर लाखौँ भक्तहरू आउनुभएको हुनाले हिजो मात्रै पनि 3 लाख भक्त, आज पनि 1.5 लाख भक्तहरू आउनुभएको थियो। र आज कुनै पनि समस्या भएन भनेर भक्तहरूसँग कुराकानी गरिरहेको छु। कतै पनि कुनै पनि समस्या भएको छैन। त्यस कारणले 15-20 मिनट त हिँड्नुपर्छ। पहाडको बाटो हेर्नु, हिँड्नै नसक्ने भक्तहरू नआउनु होला र अलिअलि हिँड्न सक्ने भक्तहरूलाई त्यस्तो समस्या हुँदैन। र यहाँहरू नृसिंहधाममा पुरुषोत्तम महिनामा निमन्त्रणा गर्दै गर्दा यहाँहरूले लाखौँ भक्तहरूले आउँदै गर्दा के हुने होला, जाउँ कि नजाउँ भनेर धेरै कन्फ्युज भएका जस्ता कुराहरू देखिए। त यहाँहरू सबैको भाग्य रहेछ भने नृसिंह भगवानले पक्का बोलाउनुहुन्छ, दर्शन गर्नुभएको छ यहाँहरूले। भगवानको पावन कृपा यहाँहरूलाई रहोस् र भगवान नृसिंहदेवको परम कृपाले यहाँहरू सबैको जीवनमा सुख शान्ति समृद्धि आओस्। पुरुषोत्तम मासको यहाँहरूलाई मङ्गलमय शुभकामना छ। आउनै पर्ने ठाउँ पुरुषोत्तम महिनामा नृसिंहधाममा हो र व्यवस्थापन फितलो छ। मान्छेलाई यस्तो भयो उस्तो भयो भन्ने जुन अफवाह फैलाइएको छ, त्यस्तो केही पनि होइन हो। घर जस्तो छैन, 5 स्टार होटल छैनन्, बस्नुको लागि एटेच रुम छैन, बस्नुको लागि यस्तै हलमै सुत्नुपर्छ। बस्ने गरी आउने भक्तहरूलाई साँझमा करिब 5,000 देखि 10,000 भक्तहरूको भोजन बनेको छ। अब 10,000 भक्तको भोजन बनेको छ, 3 लाख भक्त आएपछि व्यवस्थापन कसरी हुन्छ भन्नुहोस् त। त्यसकारणले सोच्नुपर्ने अवस्था छ। ठाउँ ठाउँमा होटलहरू छन्, सबै निगरानी समितिले गरिरहेको छ। जस्तो खालको हाउगुजी अफवाह फैलाइएको छ त्यस्तो केही पनि छैन। आज म माथि पनि पुगेर पार्किङ स्थलको निरीक्षण गर्न जाँदैछु, त्यो दृश्य पनि मैले अरू यहाँहरूलाई देखाउनेछु। सीताराम।